धेरै लामो ब्रेक पछि फेरि पनि मैले युट्युब च्यानललाई कन्टिन्यू गर्ने सोचेको छु है। सानो सानो मिनी ब्लग बनाएर हाल्ने मैले अहिले प्रयास गर्दैछु। आज चाहिँ म पसलदेखि अलिक छिट्टै आएको थिएँ। गर्मी एकदम बढेको छ र कस्टमर पनि खासै हुँदैन र म चाहिँ बेलामै आएँ। बिहान चाहिँ हतार हुन्छ र म केही काम गर्न भ्याउँदिनँ। त्यसैले मैले सुकेको लुगा नपट्याइकन पसल गएको थिएँ। आएपछि मैले सुरुमा चाहिँ लुगा पट्याएर दराजमा मिलाएँ। यो घरको काम चाहिँ बिहान जति नै गरेर गए पनि बेलुका आउँदा पनि त्यति नै रहिरहेको हुन्छ। अब छोरी मान्छेहरूले चाहिँ मेरो दुःख बुझ्नुहुन्छ होला। जति नै गरे पनि केही न केही त छुट्छ, सबै त भ्याइँदैन है। तैपनि अलिअलि गर्दै दिनै म चाहिँ प्रयास गर्छु कोठाहरू मिलाउने गर्ने, थोरै काम दिनैको लागि छुट्याउँछु। त्यही भएर अलिक सजिलो हुन्छ मलाई चाहिँ। मैले लुगा पट्याउँदै गर्दा चाहिँ मेरो हस्बेन्ड पनि कफी खान भनेर आउनु भएको थियो है। हाम्रो चाहिँ पसल र घर छेउछेउमै छ। अब पसल पनि हाम्रो घरमै सर्न आँटेको छ। खासमा चाहिँ अब हप्ता 10 दिनको कुरा हो। त्यही भएर चाहिँ अहिले कफी खान चाहिँ घरमा आउनुभएको थियो र मैले चाहिँ कफी बनाएर दिएँ। खाएर जानुभयो। त्यो पछि मैले चाहिँ छिटो यो कफीको थालभाँडाहरू मस्काएँ। नास्ता गर्नुभएको थियो, अलिकति ब्रेड बटरहरू खानुभएको थियो, त्यो खाइवरी जानुभयो। सबै सफा गरेँ है। त्यो पछि छिटो अब नानीको आउने बेला भइसकेर भेनलाई हेर्दा रुङ्ग जानु पर्यो भन्दै हेर्दै थिएँ र छिटो काम सिध्याउँदैछु। म चाहिँ हतारमा काम गर्दैछु। लाइफ भनेको यस्तै हो रहेछ। जति नै टाइमली गर्छु, म्यानेज गर्छु भन्दा पनि केही न केही छुट्ने, केही न केही हुने, त्यस्तै रहेछ। अब हेर्नु काम गर्दा अघि त्यहाँनिर दुध पोखिएर गइहालेछ। नानीहरू आउँछन् भनेर दुध उमालेर राखेको अघि निस्किहालेछ। यस्तै हो। मेरो छोराको चाहिँ छुट्टी अलिक छिटै हुनाले ऊ चाहिँ 4:30 बजे आइपुग्छ है। छोरी चाहिँ 5 बजे आउँछ। एकदम भोकाएर आउँछ। छोरी चाहिँ जहिले आउँदाखेरि उसको चाहिँ अलिक छिट्टै छुट्टी हुन्छ, तर भेलले चाहिँ उसलाई अलिक ढिलो ल्याइदिन्छ। त्यही भएर निकै भोकाएको हुन्छ नानी चाहिँ। छोरा चाहिँ आइसकेछ मेरो। 4:30 बजे ठ्याक्कै आइपुगेर ऊ चाहिँ लुगा फेरेर आफै डोनट खानु मन लाग्यो भनेर चक्लेट डोनट लिन गइसकेछ ऊ। म चाहिँ यहाँ छोरीको गाडी पर्खिँदैछु है। छोरीको गाडी आएर मुनि हर्न बजाउँछ र छोरीलाई छोडिदिएर जान्छ। त्यही भएर म चाहिँ मुनि बाटो हेर्दैछु छोरीको। त्यतिकै बाटो हेर्दा उसको भेन पनि आइपुग्यो। मैले चाहिँ माथि पठाइदिनु भने अब माथि आउँछ। मेरो छोरी चाहिँ फेरि नेमारको फ्यान हो। उहाँ तपाईँले देख्न सक्नुहुन्छ। पुरा ब्राजिलको जर्सी लाएर ब्राजिलियन भएकी चाहिँ एकदमै भोकाएर आएको थिएँ। छोरी चाहिँ मेरो फेरि यति माया लाग्दो हुन्छ। स्कुलबाट आउँदा त भोकाएर यत्रो मुख बनाएर आएको हुन्छन्। जे भन त्यही दिनु मन लाग्छ। उसलाई चाहिँ आज ब्रेड बटर खान मन लागेको थियो अरे। त्यहाँ ब्रेड बटर दिएँ मैले चाहिँ। एकदम नक्कल पार्दै खान्छ फेरि। तपाईँले देखिहाल्नुभयो उसको एक्सप्रेसनहरू। यस्तै हो जहिले पनि। एकछिन पनि शान्त बस्न सक्दिनँ। यस्तै हो। छोरी हो कि छोरा बुझ्नै सक्दिनँ। घरिघरि यसको चकचक देख्दाखेरि त म। बहिनीले चाहिँ दादाको बारेमा सोध्दै थिएँ। त्यतिकैमा दादा पनि आइपुग्यो। उसले चाहिँ डोनट लिएर छिटो भोकै थियो र मुभी हेर्दै आउँदैछ। मलाई देखाउँदैछ भोकाइछ अनुहार हेर्नु न कति सानो बनाएको छ। बिचरा माया पनि लाग्यो। बहिनीको लागि पनि ल्याइदिएछ एउटा चाहिँ उसले। दुईजना मिलेर बसेर खाए। भोकाएर हेर्नु न अनुहार। फेरि आउनुसाथ ट्याब नछुइ त ऊ केही भनेन। पहिला सुरुमा ट्याब बोक्छ अनि मात्रै उसले खाने भनेको। त्यो पछि म चाहिँ छततिर गएँ है। छतमा राखेको छ हाम्रो वासिङ मेसिन चाहिँ। त्यही भएर नानीहरूको स्कुलको ड्रेस चाहिँ मेसिनमा हालिदिनु पर्यो भनेर माथि गएको। कति राम्रो ठिक्क रात पर्न आँटेको थियो र कस्तो राम्रो देखिरहेछ बाहिरको सिनेरी चाहिँ। मैले सानो भिडियो पनि खिचेर तपाईँहरूलाई देखाउनु खोजेको छु। यहाँ कति यो भ्यू चाहिँ मेरो घरको सबसे राम्रो भ्यू छ। वरिपरि पहाड देखिन्छ है एकदमै। अनि मुनि होइन झिलिमिली कति राम्रो एसियन हाइवे पनि मजाले देखिन्छ है। फेरि हाम्रो घरदेखि चाहिँ यो समयमा चाहिँ फेरि एकदमै झिलिमिली देखिन्छ। राति चाहिँ अलिक अन्धकारै देखिन्छ। फेरि दिउँसो चाहिँ पहाडहरू हरियाली पुरै देखिन्छ है। एकदमै राम्रो सिन छ। यहाँ बसेर हेर्दाखेरि चाहिँ टप अफ द वर्ल्ड फिल हुन्छ। फेरि मलाई चाहिँ त्यस्तो लाग्छ। सबसे शान्त जब एकदम स्ट्रेस हुन्छ म चाहिँ यहीँ आएर बस्ने गर्दछु। मेरो हस्बेन्डको पनि एकदम मनपर्ने एरिया हो यो चाहिँ। हामी चाहिँ जहिले बेलुका आएर एकछिन यहाँ बस्ने गर्दछौँ। रात पर्न आइसकेको थियो। त्यही भएर म चाहिँ छिटो मुनि गएँ। मलाई चाहिँ आज मन्दिर सफा गर्नुपर्ने थियो। बिहान चाहिँ अब हतार हुन्छ र मन्दिर खासै सफा गर्न पाइँदैन। हल्का पुसपास गरेर दियो मात्रै बाल्छु म चाहिँ है। अनि आज चाहिँ मन्दिर सफा गर्नु पर्यो भनेर बेलामै घर आएको थिएँ र मन्दिर सफा गर्नु पर्यो भनेर मन्दिर सफा गर्नुतिर लागेँ। हामी चाहिँ जस्ट अहिले मात्रै नयाँ घरमा पसेका हुनाले हामीलाई चाहिँ अहिले एडजस्ट गर्ने एकदम टाइम लाग्नेछ है।
बिस्तारै बिस्तारै मात्रै सबै थोक हुन्छ भनेर मैले बुझिसकेँ। हतार गरेर चाहिँ केही नहुँदो रहेछ भनेर पनि मैले जानिसकेँ। यहाँ आइसकेपछि चाहिँ त्यही भएर हामीले चाहिँ केही कुराको लागि हतार गरेको छैनौँ। यहाँ पनि मैले गणेश लक्ष्मीको मूर्ति मात्रै स्थापित गरेको छु मन्दिरमा पनि। मलाई चाहिँ अलिकति राम्रो क्वालिटीको आइडलहरू राख्नु मन लागेको थियो र म चाहिँ एक एकवटा गर्दै छान्दै अनलाइनमा मगाउँछु भनेर सोचेर चाहिँ मैले अहिले अरू कुनै पनि आइडल स्थापित गरेको छैन मन्दिरमा चाहिँ। छिटो छिटो मन्दिर सफा गरेँ अनि त्यसपछि म चाहिँ माथि लागेँ। त्यतिकैमा मेरो हस्बेन्ड पनि ठिक्क पसल बन्द गरेर आइसक्नु भएको रहेछ है। अब चाहिँ म खाना पकाउनुतिर लाग्छु है। यति भन्दैमा आजको मिनी ब्लग चाहिँ म यहीँ एन्ड गर्न चाहन्छु र सबैले मलाई माया गरिदिनुहुन्छ भन्ने आशा राख्दै मलाई लाइक कमेन्ट र सब्सक्राइब पनि गरिदिनु होला भन्दै रिक्वेस्ट गर्दै आज चाहिँ म तपाईँहरूसँग बिदा माग्न चाहन्छु र सधैँ स्वस्थ रहनु होला र सबैलाई खुसी राख्नु होला। मेरो च्यानललाई सब्सक्राइब गर्नु चाहिँ पक्कै पनि नबिर्सिनु होला।